हेलो एभ्रिवान, गुड मर्निङ, ह्याभ अ ग्रेट डे। आज तपाईँहरूमा आज सानो केही नयाँ अपडेट राख्न गइरहेको छु। र यो जुन दृश्यमा तपाईँहरूले देखिराख्नु भएको छ, यो गाईबस्तुकै मोलमा, यो कम्पोस्ट मोलमा रायोको साग हामीले चाहिँ यसरी होइन, यो मोललाई कुटेर चाहिँ माथिबाट बिउ छरेर चाहिँ हामीले यसरी कम्पोस्ट मोलमा चाहिँ गाईबस्तुको मोलमा हामीले यसरी उत्पादन गरेर रायोको साग हामी खान्छौँ। एकदम शाकाहारी है, एकदम भेजिटेबल, एकदम राम्रो हुन्छ। साग खायो भने स्वास्थ्यको लागि एकदम हेल्दी। बजारमा किनेर खानुभन्दा एकदम गाउँघरमै अर्ग्यानिक सागलाई चाहिँ यसरी सदुपयोग बारीमा रोपेर चाहिँ यसरी मजाले गाईबस्तुको मोललाई चाहिँ यसरी कुटेर यसरी ढुट्याएर चाहिँ मोलमाथि यसरी रायोको साग उत्पादन गरेर चाहिँ हामीले खायो भने एकदम राम्रो हुनेछ भन्दै तपाईँहरूमा आज छोटो मिठो भिडियो राख्न चाहे। एकदम राम्रो छ है, साग हेर्न सक्नुहुन्छ तपाईँहरूले। तपाईँहरूमा आज आज छोटो भिडियो यति राख्न चाहे है त एभ्रिवान।